सम्पूर्णलाई सेवा नमस्कार। म सेफ किराती फाउदे भिरकोटे। तपाईँहरूलाई म एउटा फिस लिएर आएको छु होइन, पम्प्लेट फिस लिएर आएको छु। यसलाई काट्ने तरिका म तपाईँलाई सिकाउँछु। सबैभन्दा सुरुमा ग्लोभ लाउने, त्यसपछि अब नाइफ, ब्लू चपिङ बोर्ड। ब्लू किन युज हुन्छ भन्दा चाहिँ फिस एन्ड सी फुडलाई चाहिँ हामीले गर्न सकिन्छ, ब्लू युज गर्न सकिन्छ। अनि सबैभन्दा पहिले हामीले हेर्ने चाहिँ म किनभने प्रायः यस्तै मात्रै लाउँछु क्या, अर्को लाउँदिनँ। त्यो भएको कारणले गर्दाखेरि मलाई एकदमै सजिलो लाग्छ होइन। एक्चुली तपाईँहरूसँग गर्दै गर्दा यहाँ छ हो, यहाँ यस्तो गर्ने यस्तो गर्ने गयो हो। तपाईँको यस्तो निक्ल्यो हो। अब फेरि अल पल्टाउने, फेरि यस्तै गरेर यसलाई यहाँबाट अनि यहीँबाट साइडबाट टक्क गर्ने। अनि यस्तो हुन्छ सर होइन, साइड हाल्ने, साइड हाल्ने होइन। फेरि यसलाई फेरि यहाँ साइडबाट हाल्ने। यो पनि भयो होइन। अनि यसलाई यो ठाउँ छ, यो यहाँबाट चाहिँ यस्तोबाट चाहिँ त्यस्तो काट्ने, सिधै गरेर काट्ने होइन। यहाँबाट नि यसलाई यस्तो काट्ने सिधै गरेर होइन। यो छिन्यो ल। अब यसरी काटिसकेपछि यसरी काटिसकेपछि ल हेर्नुहोस् त, निक्ल्यो नि दामी है, एक्ज्याक्टली यसो निक्ल्यो। अब यसको काँडा हुन्छ यसमा, यो चाहिँ एकदम महँगो पर्छ होइन। यसको लगभग पनि नेपाली यसको चाहिँ लगभग 130-35 ग्राम हुन्छ 1%मा। नेपाली समथिङ त्यस्तै 1000 क्रस गर्छ, ट्याक्स लाएर होइन, 1000 क्रस गर्छ। तर कति पिस हुन्छ होइन, 15-20 पिस पनि हुँदैन होइन। त्यो भएको कारणले गर्दाखेरि अब यो हेर्नु, यसको भिटामिन यस्तो मजा आउँछ कि यसले। अब जिम गर्ने साथीहरूलाई, अब बुढापाकालाई खुवाउने गर्दा टायर्ड दिने होइन, एकदम धेरै परिवारलाई चाहिँ चाहिने के भन्ने होइन, त्यस्तै हो होइन। राम्रो तरिकाले हुन्छ। अनि यसको चाहिँ मैले पठाएँ, यसको चाहिँ यसको चाहिँ हरेक कुरा यसको खोर छ, यसको खोला यसो सबै निकालिदिने होइन। अब यो के गर्ने, यो चाहिँ यो पनि भरे खाने, फ्राई गर्ने, एज अ ससमा